हाई एभ्रिवान वेलकम टु माई न्यू मिनी ब्लग। सो मेरो हस्बेन्डको बर्थडेको लागि चाहिँ मैले 1 मन्थ अगाडि नै प्रिपरेसन गरेर राखेको थिएँ। डेकोरेसन्सको सामानहरू मैले अलरेडी नै अर्डर गरिसकेको थिएँ। कज लास्ट इयर मेरो हस्बेन्डको बर्थडेमा चाहिँ म उसँग थिइनँ। त्यति बेला मलाई कति नराम्रो लागेको थियो, मैले मेरो हस्बेन्डको लागि एउटा केक पनि कट गराउन सकिनँ। सो यो पालि चाहिँ म उसको बर्थडेमा सरप्राइज दिन्छु भनेर मैले सोचिसकेको थिएँ। तर डेकोरेसन्स गर्नु लागि चाहिँ मेरोमा 1 घन्टाको टाइम मात्रै थियो, किन भन्दा फुटबल म्याचको फाइनल चाहिँ आज नै थियो। फेरि मेरो हस्बेन्डले पनि पार्टिसिपेट गरेकोले गर्दा म पनि जानै पर्ने भएको थियो। म्याच हेर्नु जानुको लागि हामी रेडी पनि भइसकेको थिएँ, तर अचानक पानी परेकोले गर्दा म्याच क्यान्सल भयो र त्यसमा मेरो टाइम वेस्ट भयो। अब म्याच क्यान्सल भइसकेपछि त मेरो हस्बेन्ड पनि आधा 1 घन्टामा त घर आइहाल्छ भनेर मैले सोचिसकेको थिएँ र मैले फटाफट बेबी नुहालाई रेडी गरेर चाहिँ मैले टिभी हेर्नु राखिदिएँ। त्यसपछि म चाहिँ फटाफट आफ्नो डेकोरेसन्स गर्नुपट्टि लागेँ। फेरि मलाई चाहिँ पुरा टेन्सन पनि भइरहेको थियो, मर्निङमा पनि मेरो सरप्राइज फ्लप भयो हो, यो पनि फ्लप हुन्छ कि भनेर मलाई पुरा डर लागिरहेको थियो। एन्ड फाइनली मैले डेकोरेसन्स चाहिँ टाइममै कम्प्लिट गरिसकेको थिएँ र त्यस्तै मेरो हस्बेन्डको कल पनि आयो कि म घर आउँदैछु, कहीँ बाहिर जानुपर्छ, रेडी भएर बस भनेर। फाइनली यो सरप्राइज चाहिँ मेरो सक्सेसफुल भयो। एन्ड फाइनली द डेकोरेसन इज अल डन। नाउ इट्स टाइम फर द सरप्राइज, बट हिज रियाक्सन you'll have to see in the next vlog. To be continued. Okay, bye. Bye, Vandenua.